हेलो हेलो साथीहरू, आज छुट्टीको दिन हामी हाम्रो करेसा बारीको यसो सरसफाइ गर्दैछौँ। भोलि पर्सिलाई यसो हरियो परियो साग खानुलाई भनेर। विराटनगरमा बसेर सानो करेसा बारी छ, त्यसैमा यसो कोपी रोप्ने विचार गर्दैछौँ हौ हामी त। अब पोहोर पनि अलिअलि रोपेको थियौँ, यसपालि पनि रोप्छौँ होला। कसलाई मनपर्छ खानलाई आउनु होला। रोपिसकेर उमारिसकेर म देखाउँछु ल। यो चाहिँ सुरु सफा गर्दैखेरिको हो। अब पाट पाट गरेर म सब देखाउँछु हजुरहरूलाई, के रोप्छु, कसरी रोप्छु, छर्छु। सर तपाईँलाई घाममा बारीको घाँस उखाल्दा भन्नुहोस् त। मजा आउँदैछ। ल ल जाउँ, त्यसो अझै बाँकी छ। ल उठ्नुहोस् त। हेर्नुहोस् त साथीहरू, मेरो बुढा कति मेहनती हुनुहुन्छ। बिहानै उठेरै बारी सफा गर्न आउनुभयो। ओहो 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 ओहो, यस्तो मेहनती बुढा कहाँ पाइन्छ? हेर्नु त। ओहो, यहाँ हेर्नु, खतरा भिन्डी फलेको छ। टिप्ने बेला भएको रहेछ। आमै नि त मेरो बुढे।